हालेलुया। तपाईले हेर्न सक्नुहुन्छ यहाँ यो कोइला काट्ने ठाउँ हो है। हामी सुसमाचार सुनाउँदै हामी यहाँ आएको थियौं अनि यहाँ हामी यो कोइला काट्ने ठाउँ चाहिँ मेरो चाहिँ यो पहिलो चोटि हो। तपाईले हेर्न सक्छ यहाँ कोइला छ अनि म परमेश्वरलाई धन्यवाद दिन्छु। यस्तो डेन्जर ठाउँ हेर्नुस् त, यो चाहिँ पाल हो, यो दुलो हो अनि यस्तो दुलो त तपाईले यो भित्ताभरि यो जुन चाहिँ यो माथि यो पहाड हो अनि यो पहाड जुन चाहिँ तपाईले हेर्दै हुनुहुन्छ यो जम्मै यो भित्तामा चाहिँ पाल दुलो छ। सबै भित्र गएर चाहिँ कोइला काटेको हो। अनि अब हामी भित्र जाने छौं। तपाईले हेर्न सक्नुहुन्छ भित्र चाहिँ यो फेरि टर्च लाइट हो अनि यो टर्च लाइट चाहिँ दिने गर्छ किन भित्र अँध्यारो हुन्छ नि त, त्यही भएर हालेलुया। अरे हो कता टर्च लाइट, वाह कति शीतल यहाँ यस्तो छ कोइला। हालेलुया। यहाँ तपाईले हेर्न सक्नुहुन्छ यहाँ हाम्रो एक दाइ हुनुहुन्छ, उहाँ दाइले चाहिँ हामीलाई घुमाउँदै हुनुहुन्छ पहिला यो कोइला काट्ने ठाउँतिर। कति चिसो नि बासुबा, एसी जस्तो कि। वाह हेर्नु यस्तो डेन्जर ठाउँ। तपाईले चाहिँ प्रिय मण्डली प्रार्थनामा याद गरिदिनु होला, सुसमाचार सुनाउँदाखेरि पनि यस्तो डेन्जर ठाउँमा हिँड्नुपर्छ भन्ने कुरा आज यहाँ स्वयं हामीले हेर्दैछौँ। यहाँ हाम्रो पासुबा हुनुहुन्छ, यसले घसियाले लु हिँड्नु न। हालेलुया आउनु। यहाँ हेर्नुहोस् है यो जम्मै कोइला हो, यो न सबै जम्मै कोइला हो। अनि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यो जम्मै कोइला हो। उहाँ अगाडि चाहिँ हाम्रो दाइ हुनुहुन्छ, उहाँले हामीलाई लाँदै हुनुहुन्छ, बाटो देखाउँदै हुनुहुन्छ। ए यहाँ त हिलो रहेछ नि। यहाँ जम्मै कोइला हो। हालेलुया। ओ यहाँ फेरि दुईटा दुलो रहेछ। अनि यहाँ तपाईँले हेर्न सक्नुहुन्छ यहाँ यो दुलो एउटा हो अनि यो एउटा दुलो, दुईटा दुलो हो। अनि हाम्रो चाहिँ हामी जाने चाहिँ हाम्रो डेस्टिनी चाहिँ यतातिर हो। अब यहाँ त पुरा हिलो पो रहेछ त। तपाईँले हेर्न सक्नुहुन्छ है यो जम्मै कोइला हो। यहाँ यस्तो छ। यहाँ चाहिँ यो तल गिर्छ कि भनेर यहाँ चाहिँ यो खुट्टी लगाइएको छ, यस्तो घाँसको खुट्टी। यो खुट्टी लगाएन भने चाहिँ फेरि अलिक डेन्जर नै हो। अनि यतातिर एउटा दुलो छ, तपाईँले हेर्न सक्नुहुन्छ है यो दुलो एउटा ताल। यो हेर्नु हो लड, यहाँ त चिसो परेछ, बरु यिनै बस्नु पो ठिक रहेछ त नि चिसोले गरेर। एसी त हालेलुया। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ निकै भित्र हामी आइपुगेका छौँ, निकै भित्र छ। हजुर यहाँ चाहिँ हाइट रहेछ। ए प्रिय मण्डली यहाँ पनि एउटा दुलो रहेछ। यहाँ चाहिँ कोइला मात्रै नभएर सुन चाँदी पनि भेटिन्छ खोज्दै गयो भने चाहिँ। यहाँ एउटा दुलो रहेछ फेरि। आमा सबैतिर दुलै रहेछ त अन्त। हालेलुया। भित्र एकदमै अँध्यारो छ। तपाईँले हेर्न सक्नुहुन्छ यता पनि दुलो छ। हेर्नुहोस् त आमा यहाँ देखिँदैन है, यहाँ पनि दुलो छ। हालेलुया। यता जम्मै अँध्यारो धेरै छ, टर्च लाइटले पनि काम गरेको छैन। ओ यहाँ चाहिँ यसरी खडा हुन सकिने रहेछ यहाँ चाहिँ। ल यतातिर हेर्न सक्नुहुन्छ है यो सबै खत्तम भइसक्यो कोइला। अच्छा आउँदै हुनुहुन्छ तीनजना पछाडि पासो आउँदै हुनुहुन्छ। पासो तपाईँलाई कस्तो लाग्दैछ?
रमाइलो लाग्दैछ है शीतल एसी यो चाहिँ नेचुरल एसी हो के यता झन् तल रहेछ नि त झन् निउरिनु पर्ने रहेछ त्यो अलि परबाट निउरिनु पर्छ अलिकति त्यहाँ फेरि उता यो खुट्टी हो यहाँ तपाईँले हेर्नुहुन्छ नि यो खुट्टी हो यो खुट्टी हो यो खुट्टीले चाहिँ अड्काउने गर्छ यदि यो खुट्टी भएन भने पनि अलिक डेन्जर हुन्छ यो खुट्टी भएन ए हो र हालेलुया लु हामी अलिक भित्र जानेछौँ अब म भिडियो यतिमै गर्नेछु किनभने उता धेरै झन् भिडियो लामो हुन्छ अब हामी अझै भित्र जानेछौँ प्रार्थना गरिदिनु किनभने सुन साथी पनि पाउनु सक्छ पायो भने अब लिएर आउँछौँ अनि केही नभएन प्रभुको नाममा सेवाकाईमा नि हामी लगानी गर्नेछौँ यो सुन चाँदीलाई हालेलुया